नमस्कार दर्शकबिन, आज म सलन फुल पसलमा पस्न गइरहेको छु र केही दृश्यहरू तपाईँलाई देखाउन गइरहेको छु। के गर्नुभएको बेला हजुर नापेको के त्यही हो त्यो त्यही हजुर भनिदिनुहोस् न के त्यही हो यो मुलाको बिउ हो। ला अन्त कहिले रोप्ने बेला मुला त अब सेतो मुला निक्लिसक्यो त हो। अन्त मुलाको सिजन गएको छैन अब बाह्रै मास हो नि। ए हजुर यो 12 मास भने 12 मासमा फल्ने मुला चाहिँ कुन चाहिँ हुन्छ हौ? पाडे मुला। पाडे मुला भनेपछि बर्खे मुला। बर्खे मुला, आहा हुरी मुला जम्मै त्यसमा आउँछ। कति राम्रो हो। सबै किसिमको बिजनहरू पनि पाउँछ। सब किसिमको डिजाइन पाइन्छ। ए हजुर तपाईँ चाहिँ कता तपाईँ कताबाट बस्नुहुन्छ हौ? म त दबाई पानीबाट यता दोकान खोल्नु भएको कति भयो? दिन हजुर यहाँ यस्तो बिजनेसहरू कस्तो अब तपाईँको चलिरहेको छ? राम्रै छ है। यहाँ यो दोकान चाहिँ अब तपाईँको यहाँ ठाउँलाई के भन्छ हौ? यो जग्गालाई हजुर छमाइल बजार पेसोक रोड छमिल बजारमा चाहिँ यो सामान पाउँछ भन्ने कुरा त आज हामी है दर्शकबिन हामी यहाँ सुन्न पाइरहेका छौँ है, हामी देख्न पनि पाइरहेका छौँ। अनि यहाँ हेर्नुहोस् यहाँ धेरै राम्रो है फुलहरू राखेको छ, धेरै भेराइटिजका सामानहरू पनि यहाँ पाइन्छ। यहाँ नजिकै यहाँ ब्याङ्कको एसबिआईको नजिकै यो शरण कुमार होइन शरण फुल पसलमा चाहिँ तपाईँहरू सम्पर्क गर्नुहोस्। यहाँ तपाईँले जतिवटा तपाईँलाई चाहिने बिजनहरू पनि तपाईँले सब कुरो सबै सुन्तलाको बिउ, सुन्तलाको बिउ, आरुचा, अम्बक, सुन्तला बरबिजनहरू पाइन्छ। तर तपाईँहरूलाई जसलाई चाहिन्छ उहाँहरूले पहिल्यै यहाँ मलाई अर्डर गर्नु पऱ्यो। मेरो रेजिस्टरमा चाहिँ